हेलो एभ्रिवान, वेलकम टु आवर ब्लग। हामी चाहिँ आज कहाँ जान लागिरहेछौँ भने हामी चाहिँ आज गोदावरी जान लागिरहेको छौँ। अनि यहाँ छ युनिसा, हेलो, चिन्नु नै होला। अनि यहाँ चाहिँ हाम्रो फ्यामिलीहरू छ है, सबजना आज गोदावरी घुम्न आएको, भ्याकेसन मनाउन आएको है। तर हामी आज वनभोज जस्तै पनि गर्न आएको। अनि हामी चाहिँ यहाँ बाटोमा हिँड्दैछौँ, उताबाट आउँदैछौँ, यहाँ आउँदैछौँ। यहाँ यो चाहिँ रुइरहेको बिचरा, त्यस्तो भनेर मिल्छ के भएछ नि, भोक लाग्यो यसलाई। हामी गलत बाटो आएछौँ, कुकुर पनि आएर छान्छ है। हामी गलत बाटो आएछौँ, हिँड्दैछु उताबाट आएको, गलत बाटो आइसकेको छ। हाम्रो चाहिँ गलत बाटो होइन रहेछ, सही नै रहेछ। अब कहिले आएन नि त, खाने होइन, सही नै बाटो रहेछ। यो भ्लग चाहिँ लामो नि हुनसक्छ, छोटो नि हुनसक्छ है। जुस भएको छ दिदी, अझै टिकट काट्ने ठाउँ आइसक्यो। टिकट यतापट्टि छ हाम्रो गेट, उता हेर्नुहोस् कस्तो राम्रो देखेको। अब चाहिँ हामी टिकट हामी चाहिँ गोदावरीभित्र छिरिसक्यौँ, गेटबाट भित्र छिरिसक्यौँ। यहाँको वातावरण चाहिँ खतरा छ है। बोटको नाम गङ्गारू रे, गङ्गारू है, यो बोटको नाम चाहिँ गङ्गारू। हामी अब भित्र छिरेमै, कस्तो खतरा या। यता पनि छ, यता नि छ, यता नि छ। ब्लग बनाउँदैछु। आज हामी चाहिँ फ्यामिली ट्रिपमा गोदावरी आएको छु। जमानेमा बच्चाहरूलाई पढाउनको लागि राम्रो रहेछ नि, बच्चाहरूलाई पढाउनको लागि क्या, साइन्सको लागि ल्याउनु त एकदम राम्रो रहेछ। साइन्सको मेरो भाइ चाहिँ अगाडि कुद्यो, सबजना घुम्दैछ। यहाँ चाहिँ हामीले पानीको के हो रे, यो पानीको पोखरी, सानो पोखरी भेट्यौँ। कस्तो खतरा, हार्ट सेपको हेर्नुहोस् है हजुर, हार्ट सेपको पोन्ड, हार्टवाला है। यहाँबाट चाहिँ अलि राम्रोसित देखेन। कस्तो खतरा देखेको, हेर्नुहोस्। यो औषधिको लागि बोझो यतातिर, बोझो यो चाहिँ औषधिलाई नै हुन्छ है, यहाँ लेखेको पनि होला सायद। बोझो टिकटक बनाउँदै नि हिँड्छ क्या हाम्रो दिदी, नक्कली दिदी हो कि। यतै हुन्छ त्यहीँनिर है। अब चाहिँ हामी खाजा खान्छौँ। यो चाहिँ हाम्रो कुखुराको मासु, कोइला, ब्राउन, पुरी, अनि स्न्याक्सहरू छ अलिअलि, दियो। हामी चाहिँ खाजा खान लागेको, हेर्नुहोस् सबैजना बसेर अब खाजा हाल्छौँ अनि खान्छौँ। फाइनली हामी चाहिँ खाजा खाएर अब फेरि घुम्न जान लागेको। यत्रो पोका बोकेर हिँड्नु परेको, भाग्य मेरो यस्तै रहेछ, कसलाई लाउनु दोष। सबजना हिँड्दैछन्। यस यस, सबजना हिँड्दैछन्। अब हामी यता पट्टिएर घुम्न जान्छौँ, यता 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 घुम्न जान्छौँ है हामी चाहिँ।
सट्ट खिचेर यही धारा रहेछ। यहाँ चाहिँ क्याक्टसको बोर्ड छ। हेर्नुहोस् यहाँ चाहिँ टन्नै बोर्ड छ। बोट प्रजातिका बोटबिरुवाहरू छ। हामी चाहिँ अब झरना निरी आइपुग्यौँ। यहाँ कस्तो खतराको झरना छ यहाँ। वाउ फोटो खिच्न तयार भइसक्यो हेर्नुहोस्। राष्ट्रिय वनस्पति उद्योग के बोले के जथाभावी बोले। हामी चाहिँ यो भित्र सिँढी लागेको फेरि हामी चाहिँ अब छिर्छौँ यहाँ। मासतिर जान्छ। यो चाहिँ गोदावरी ललितपुर राष्ट्रिय वनस्पति उद्यान हो। हेर्नुहोस् फुलै फुल छ। फुलै फुलको बगैँचा। अब चाहिँ हामी घुम्दै फाइनली हामी चाहिँ घर फर्किँदैछौँ गोदावरीबाट। यहाँ मेरो बहिनी छ बिचरा हेर्नुहोस् पछाडि पानी बोकेर हिँडेको छ। बोक्ने ठाउँ नभएर हात त छ त्यही पनि। अनि हामी चाहिँ अब घर जान्छौँ। सब घुमेर भ्याए हेर्नुहोस्। सबतिर घुमेर भ्याए। तर हामी एउटा कुरा के भनौँ नि, हामी ग्रिन हाउस चाहिँ जान पाएनौँ किनभने हामीलाई बाटो नै थाहा छैन। थाहा त थियो यहाँ तलबाट गएपछि त पुग्छ। त्यही पनि हामी गएनौँ कि अब ढिला हुन्छ नि त। अनि कहिले त्यहाँ पुग्ने कहिले फर्किनु हुन्छ। अनि त्यही भएर आज चाहिँ भ्याएन। कता यताबाट जाने रे भन्छ त। ए हामी चाहिँ यहाँ फर्किसक्यौँ। अब चाहिँ हामी घर जान्छौँ। भर घुम्न आउँदैछ कोही हामी फर्किसक्यौँ। अब हामी बस्नु चढ्ने बेला भन्छु। बस्नु चढ्ने बेला खिच्न सक्छ। खिच्न सक्यो भने चाहिँ माफ। गोपुलाई आमा छोरा खिच भनेको त्यो मानेन। गोपुलाई आमा छोरा साथीहरू हामी चाहिँ घरमा आइसक्यौँ। हाम्रो चाहिँ यस्तै भयो घुमाइ। मैले खासमा बसमा बनाउँछु भनेको गाडीमा बनाउँछु भनेको भिडियो। तर मलाई त्यहाँ कस्तो लाज लाग्यो अनि मैले बनाइनँ। जे भए पनि मैले अहिले एडिटिङ गर्न लागिरहेको छु। अनि कस्तो लाग्यो हाम्रो घुमाइ अनि हजुरहरू पनि कहाँ गयो भन्नु होला है। अनि म चाहिँ खासमा के कुरा भन्छु भन्दाखेरि यो भ्लग बनाउन चाहिँ हाम्रो प्यारो सर दिल प्रसाद प्रजापति सरले दिनुभएको हो। उहाँलाई धन्यवाद हामीलाई यस्तै होमवर्क दिनुभएकोमा। मलाई यो भ्लग बनाउन चाहिँ अति नै रमाइलो लाग्यो। त्यही हो अर्कोचोटि पनि यस्तै दिनु होला र इन्टरटेनमेन्ट हुँदो रहेछ है। अनि मलाई चाहिँ एकदम रमाइलो लाग्यो। हजुरहरू कहाँ घुम्नु जानुभयो त्यो पनि भनिदिनु होला। अहिलेलाई यति नै, बाई।